नाको ngai piring bundima kachin hai rale ngai galam thundima angko cha waki hai kachin magna nau डाडा चेकी है गोइरा माराक्ना। चर्चित लोक तथा दोहोरी गायक सिद्धार्थ आलेले जानकारी दिएअनुसार पछिल्लो समय निकै नै चर्चित लोक तथा दोहोरी चर्चित गायिका दीपिका थापा आफ्नो पछिल्लो समय लाइभ दोहोरी निकै नै दर्शक श्रोताहरूले मन पराइदिँदा आफू देश तथा विदेशको विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको भन्दै पछिल्लो समय दर्शक श्रोताहरूको निकै नै रोजाइको लोकप्रिय गायक सिद्धार्थ आलेले जानकारी गराउनुभएको छ। दर्शकबिन नमस्कार। पछिल्लो समय दर्शक श्रोताहरूको निकै नै रोजाइको लोक तथा दोहोरी चर्चित गायिका दीपिका थापा मगरले जानकारी दिएअनुसार पछिल्लो समय आफू देश तथा विदेशमा निकै नै परिचित भएपछि गायक सिद्धार्थ आले र आफूले मगर भाषाको लाइभ दोहोरी गाएपछि आफूहरूको लाइभ दोहोरी गाउने जोडी दर्शक श्रोताहरूले निकै नै मन पराइदिनु भएको र पछिल्लो समय आफूहरू देश तथा विदेशको विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुने पनि अवसर मिलेको भन्दै लोक तथा दोहोरी चर्चित गायिका दीपिका थापाले जानकारी गराउनुभएको छ। पछिल्लो समय आफूले लामो समयदेखि गीत सङ्गीतमा निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको दर्शक श्रोताले आफूलाई यति धेरै माया र साथ पाउन सफल भएर आफूले गाएको सबै जस्तो लाइभ दोहोरी र आफ्नो युट्युब च्यानलबाट विभिन्न गीतहरू दर्जनौं गीतहरू बजारमा निकै नै भाइरल दर्शक श्रोताहरूको मन मुटुमा बस्दै आएको र आफूले गीत सङ्गीतमा लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै यो स्थानसम्म आइपुग्न सफल भएको भन्दै लोक तथा दोहोरी चर्चित गायिका दीपिका थापाले जानकारी गराउनुभएको छ। पछिल्लो समय दर्शक श्रोताहरूको निकै नै रोजाइको लोकप्रिय गायक सिद्धार्थ आले र आफूले निरन्तर लाइभ दोहोरी गाउँदै आएको दर्शक श्रोताहरूलाई आफूहरूको यति धेरै माया र साथ पाउन सफल भएको र पछिल्लो समय आफूले गाएको सबै जस्तो लाइभ दोहोरी र आफ्नो एल्बम गीत यतिखेर मिलियन भ्युज पनि जान सफल भएको दर्शक श्रोताहरूले निकै नै मन पराइदिनु भएको लोकप्रिय गायिका दीपिका थापा र लोक तथा दोहोरी चर्चित गायक सिद्धार्थ आलेले जानकारी गराउनुभएको छ। गायक सिद्धार्थ आले भने पछिल्लो समय दर्शक श्रोताहरूको मन मुटुमा बस्दै आएको र दर्शक श्रोताहरूको यति धेरै रोजेको लोकप्रिय गायक सिद्धार्थ आलेले जानकारी दिएअनुसार पछिल्लो समय आफूहरूले मगर भाषाको लाइभ दोहोरी गाएपछि आफूहरू देश तथा विदेशमा निकै नै परिचित हुन सफल भएको र गायिका दीपिकासँग आफूले गाएको दर्जनौं गीतहरू बजारमा निकै नै चर्चाको शिखरमा रहन सफल भएको जानकारी गराउनुभएको छ। पछिल्लो समय दर्शक श्रोताहरूले आफ्नो गीत सबै मन पराइदिनु भएको र गीत सङ्गीतमा आफू लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको लोक तथा दोहोरी चर्चित गायिका दीपिका थापा र लोक तथा दोहोरी चर्चित गायक सिद्धार्थ आले मगरले जानकारी गराउनुभएको छ।